रमेश र अञ्जलीको प्रेम कथाले गाउँभरि चर्चा पाएको थियो। रमेश गरिब किसानको छोरो, अञ्जली मध्यम वर्गीय परिवारको छोरी। दुईजनाको प्रेम गहिरो थियो, तर गरिबीले सधैँ बाधा पुर्याइरह्यो। म तिमीलाई जीवनभरि खुसी राख्न चाहन्छु अञ्जली, रमेशले भन्थ्यो। मलाई धन सम्पत्तिको चाहना छैन रमेश, बस हाम्रो माया साथमा भए पुग्छ। अञ्जलीले मुस्कुराउँदै भन्थे। तर जिन्दगी जस्तो रहेन। जिन्दगी सपना जस्तो सजिलो कहाँ हुन्थ्यो र। रमेशको बुवा बिरामी परे। घरमा औषधिको पैसा थिएन। खेतको उब्जनी राम्रो भएन, काम पाएन, घर खर्च चलाउन गाह्रो हुँदै गयो। अञ्जलीको परिवारले रमेशलाई साह्रै हेप्न थाले। तसँग बिहे गरेर मेरो छोरीले के पाउने, भोकै बस्ने। अञ्जलीका बुवाले जुवा कन्कन्याउँदै भन्न थाले रमेशलाई। रमेशले सहर जाने निर्णय गर्यो, काम गरेर पैसा कमाउने अनि अञ्जलीलाई लिएर खुसी परिवार बसाल्ने। तर रमेश काम खोज्दै सहर गयो। जागिर पाउन गाह्रो भयो। गाउँ फर्केर आउँदा अञ्जलीको बिहे भइसकेको थियो। किन अञ्जली, हाम्रो माया त साँचो थियो नि होइन र? रमेशले आँसु झार्दै सोध्यो। मायाले पेट भर्दैन रमेश, तिमी राम्ररी बुझ्दछौ हर कुराहरू। अञ्जलीको आँखामा पनि आँसुका थोपाहरू झलझलाउँथ्यो। रमेश निराशा भएर निस्क्यो। जिन्दगीको सपना एकैछिनमा भत्ताभुङ्ग भएको थियो रमेशको। रमेश विदेश जाने निर्णय गर्छ, गरिब र विगतको सम्झनाबाट टाढा भाग्न। तर उसको मुटु अञ्जलीको नाम कहिले मेटिँदैन। वर्षौं बित्छ, तर त्यो अञ्जलीको मधुरो प्रेम, गरिबीको तितो याद र पिछोडको पीडा कहिले कम हुँदैन। धनले माया किन्न सक्दैन, तर गरिबीले साँचो प्रेमलाई हराउँछ।